हाई गाइस, अहिले चाहिँ भने हामी जाँदैछौँ भोट हाल्न। अनि यहाँ चाहिँ छ दिशा केटीसँग बिजी। अनि हाम्रो चाहिँ यो रोड नयाँ खनिएको रोड हो, तर रोड भने चाहिँ बनिँदैछ। अब यसले पनि भोट पर्खेको छ। यो चाहिँ फिलहाल अस्ति खनिएको रोड हो। अनि यो रोडमा चाहिँ हिँड्दैछौँ हामी। अरे फुल पनि रहेछ दामी। यो चाहिँ हाम्रो अस्तिको वर्ष खनिएको रोड। अनि यहाँ चाहिँ डिलमा चाहिँ छ बिजी हाम्रो लभर। यो चाहिँ हो यहाँदेखि चाहिँ देख्ने चाहिँ यो तलको एरिया चाहिँ हो गन्टिना र ब्यानिकपन पर्छ। यो पारी परिहाल्यो। यो माथि रोड। यहाँ चाहिँ छ माई ब्रदर, वान एन्ड ओन्ली ब्रदर अनुप तामाङ। यसको हिँडाइ चाहिँ फेरि हेभी छ, खत्रै छ। यो पनि सिङ्गलै छ केटाहरू, यो पनि सिङ्गलै हो। अर्को आउँदैछ हाम्रो अर्को। यो भाइ झन् टोटल्ली सिङ्गल होइन भाइ? तिमी त झन् सिङ्गल होइन? सिङ्गल होइन तिमी झन्? यो भाइ चाहिँ हो, उसको नाम चाहिँ हो मिस्टर बे। यो भाइ पनि भोट हाल्नु गएको। हेर्दा त अब अन्डर एज हो यिनीहरू, तर पनि अब बिचराहरू भोटर कार्ड चाहिँ आएछ। ब्लगमा के भन्नु छ? ल अब चाहिँ हामी फेरि जाँदैछौँ यही बाटो, उकालै उकालो, ठाडो बाटो। के भन्नु छ यो बाटोको बारेमा? यो हिजो अस्ति बनिएको बाटो हो। अन्त अरू अब यसमा पिछुनु दबार छाप्नु बाँकी छ, कहिले छाप्छ? आज भोट हाल्छौँ जितेर। ल गाइस अब चाहिँ लाग्दिएको हामी लोकल कुखुरा गाउँमा। ल अब हामी भेटौँ भरे गाइस, हामी भेटौँ भरे भोटमा भेटौँ। भोट राम्रो राम्रो केटीहरू हुन्छ त्यहाँनिर, हेर्नु पर्यो भोटको लागि। राम्रो राम्रो केटीलाई सिधा माग्नु पर्छ भोट कसरी लाउनु, कसलाई लाउनु भनेर। हिरो नि त केटाहरू जे भयो भने अब हिरो हो हिरो। यहाँ पनि छ हाम्रो दुईजना हिरो, सिङ्गल हिरोहरू। यहाँ झन् ओभरै सिङ्गल। ओ यता सिङ्गल देख न, सिङ्गल मान्छे। यता सिङ्गल मान्छे, सिङ्गल कोलाई नम्बर चाहियो कमेन्ट गर। यस्तो सिङ्गल छ कि एउटा बाइक दुईटा हेर्दैन। कहाँ नापेको अरे भाइ? कहाँ नापेको अरे? कति थियो अरे? तपाईँ त कति केजी छस्? म 79 बाट घटेर अहिले मात्र 61 पुगेको छु। त्यसको घट्नुको लागि केही गर्नु पर्दैन, बस बेलुका एक्सर्साइज गर्नुपर्छ। सुत्नुभन्दा अगाडि 3000 गर्छस् यो बहुत गर्नुपर्छ। एक महिनाको लागि भन्ने मिल्छ मिल्दैन नि, त्यस्तै हो यो पनि। क्या आफ्नो हेलो गाइस आफै बोक्नु पर्यो नि त। अहिले चाहिँ भने अगाडि आएको छ 3जना गार्डहरू। हामी भेट्यौँ गार्डहरू। फर्स्ट भोट हो भाइ, तिम्रो पनि फर्स्ट भोट हो भाइ? फर्स्ट भोट हो। ल के भन्न चाहन्छु फर्स्ट भोट? के भन्नु छ तिमीलाई फर्स्ट भोट? अब यो चाहिँ हाम्रो रोड चाहिँ रोडमा कनेक्ट हुन्छ यो बाटो चाहिँ अब टक्कै। अभी यो चाहिँ हाम्रो रोडमा ट्याक्कै हुन्छ करेक्ट। यो चाहिँ हाम्रो रोड। चाहिँ सर्टकट आएर माथि निक्लिसक्यो। हामी चाहिँ लङ्कटे आएर हामी चाहिँ अलिक तलै छौँ।
यो भाइ चाहिँ फेरि गनगनिँदैछ उसको जुत्ता मैला भयो भने उसको कति करोड गऱ्यो भाइ हो 80 करोड गरे अन्त 80 करोड जुत्ता मैला भयो भनेर बिस्किँदैछ यो भाइ चाहिँ ए अब चाहिँ हामी आइपुग्यौँ भोट हाल्ने ठाउँ आइपुग्यो हामी अहिलेसम्म यहाँ हामीले लगाइसकेछौँ आइपुगेछ भोट हाल्नु मैले के छ भन्नु तिमीलाई गइसक्यो पैसा त्यही पैसा दे न बिचरा यो बहिनी आउट अफ स्टेट थियो बिचरा भोट हाल्नु मात्रै आइपुग्यो है टर्न पनि सकियो लेबुङतिर जाँदैछौँ हामी चाहिँ यता पछि पनि देखाइदेऊ मुगालिन राई जनावरहरू मरेको होला यो अब चाहिँ हामी नयाँ बाटो फर्किँदैछौँ नयाँ बाटो मेरो नाम चाहिँ विशान तामाङ सिङ्गल केटा ओप्परे सिङ्गल क्या हिँड्दा 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 कोही मन पर्दैन क्या त्यतिको सिङ्गल भएको मान्छे हो म भिडियो त हाल्दैन होला स्टोरेज गर्नु मात्रै हो भन्नु आजदेखि हो नि त होइन साह्रै नै खै साह्रै नै ह्यान्डसम देख्दै रहेछु हौ म त आजकल त हेरे नहेरे उसले त हेर्छ म भिडियोमा छ अन्त ऊ त फोनको फोनमै यो बिचको मान्छे झन् एकदमै सिङ्गल छ ओभर सिङ्गल मान्छे हो नम्बर हालिदिन्छु म त्यो ब्लगमा नम्बर हालिदिन्छु टक्कै कन्ट्याक्ट गर्नु सक्नुहुन्छ होला साह्रै नै सिङ्गल अबरे यो चाहिँ ब्यानेकबन जाने बाटो हो गिङ बदमताम ब्यानेकबन जाने बाटो है गाइस अब चाहिँ हामी पुग्न आँट्यो लेबुङ कतवाली यो चाहिँ हो कतवाली टिओपी लेबुङको टिओपी भनेको चाहिँ टप तरफ बिस्कुट तरफ बिस्कुट तर है बाटोहरू भोट त जताततै गाडी जाम तिमी अहिले फिलहाल चाहिँ हामी आइपुग्यौँ कोतवालीको मस्जिद अनि यो चाहिँ हो कोतवाली अनि यो तल कति हो ब्यानेकबन टी गार्डन अब कहाँ यता केटाहरूसँग एक्लै भए भइहाल्छ त्यो छोडिदेऊ न म ल्याइदिन्छु लेबुङ यो चाहिँ हो कोतवाली यो सबै चाहिँ ब्यानेकबन टी गार्डन त्यो अब खुसी भयो केटा पनि तर म फोन जब त कुत्ता काट्दा त राख्दै राख्दैन के खालके हो जिन्दगी यस्तो यो चाहिँ हाम्रो ब्यानेकबन झर्ने मोड र गिङहरू बदमताम जाने मोड यो वाला झन् चाहिँ ब्यानेकबन जाने अनि त्यो चाहिँ बदमताम गिङ जाने बाटो मकै सेक्ला खायो चाहिँ मिठो हुन्छ नि त भाइ मिठो टेस्टी यो चाहिँ ब्यानेकबन जाने त्यो चाहिँ गिङ मकै सेक्ला गाइस आज चाहिँ मोमो खाने अरे कि यिनीहरूको घरमा अन्त यसले चाहिँ प्याज छान्दैछ हामी सब्जी गरेर फर्किँदैछ के गर्नु अब त्यसलाई बिहा गऱ्यो भने चाहिँ अब यस्तो होइन सबै बोक्ने मान्छे पनि पाउँछ बेसी हिँड्दा थाकेर चाहिँ अब हाम्रोमा चाहिँ आएको छ एनर्जी ड्रिङ्क स्टिङ एनर्जी ड्रिङ्क यो खाएर चाहिँ अब हिँड्नुपर्ने भयो अहिले चाहिँ हामी खाँदैछौँ स्टिङ बस्यौँ यहाँ भयो ए त्यहाँ त नबस्नु म हरेस हुन्छ नि त हावामा आउँदैन यहीँ बस्थ्यौँ यतै भुइँतिरै लुगाटाहरू ए लन्च एकदम सिम्पल छ है ल्यायो वाइ झटपट क्रस गऱ्यो खायो हामी केटाहरू चाहिँ कम्प्लेन छैन जे आयो त्यही खाने हो
अन्त अन्त केटाले सुरु पनि गऱ्यो अन्त हामी त त्यो कम्प्लेन छैन जस्तो आयो त्यस्तै खाइदिनु तिमी चाहिँ कहाँ अलग्गै गएर बसेको हौ कान्छा यहाँ न अहिले चाहिँ हामी खाइसक्यौँ यसलाई वाइ बेसी भयो अरे वक्कै लाग्यो अरे वाइ खाना आज रिफ्रेस भयो खासै त अब यो प्रमोट त गरेको होइन खानु त हुँदैन हामी त पनि रिफ्रेस भयो स्टाइल तपाईँ के भन्छ सर स्टिङ फेरि स्टिङ जब भी खाओ फ्रेस रहो खाएर चाहिँ यसरी टिपेर चाहिँ हामी तल नै हाल्छ है यो भित्रै छ अब हामीले चालेको छौँ तैँले कहाँ छ ए हामी चाहिँ मैला चाहिँ फ्याँक्दैन है जहाँ पाए त्यही हामी चाहिँ रेस्पोन्सिबिलिटी लिन्छौँ नेचरको अहिले लन्च पनि गरिसक्यौँ ड्रिङ्क्स पनि खाइसक्यौँ अब चाहिँ हामी गएको घरतर्फ गाइस यो चाहिँ सबै बेनिङ टी गार्डन है मलाई याद भएको चाहिँ त्यस्तो तर मैले भने नि के त चाहिँ वन मान्छे भइदियो अब एकछिन भए यो चाहिँ भन्छ ऐसालो समयको फलो भइराख्नु उसको चाहिँ अचार पनि दामी हुन्छ उसको ए तर अलिकति कष्ट चाहिँ गर्नुपर्छ साह्रै टाढा मान्छे भन्ने नि एउटा उयो हुन्छ नि अब साह्रै बेसी वन मान्छे नहो त जङ्गली नहो त केटालाई चाहिँ अब खोजी लोए यत्तिको चाहिँ हुनु पऱ्यो नि अन्त फ्रीको सामान त केटाहरूले छोड्नै मान्दैन फ्रीमा त सबै फ्रीको चिज त सबै कुरा यो कुत्रदी के अरे नेचुरल फ्री हो क्या के हुन्छ भन्नु त पोटासियम क्याल्सियम के भन्छ अरे ओ यस के हुन्छ अरे अन्त लु भनिदेऊ अलिकति जानकारी प्लिज सर अलिकति जानकारी दिनुहुन्छ कि भिटामिन हुन्छ यार भिटामिन कुन चाहिँ भिटामिन हुन्छ ए माथि रहेछ नि अब कसरी टिप्नु अब
एक टाइम खाइराख 15-20 वटा खाइराख बस टक्कै त आज खाइ आज कहाँ लाग्छ टाइममा लाग्छ नि मिठो साह्रै बेसी पनि नखानु हुन्छ तर घाँटीमा पनि लाग्छ मिठो ओभरअल जिउमा लाग्यो उयो चाहिँ कमिलो रहेछ नि पुरा लु गाइस हामीले मेहनत गरेर निकालेको चिज आउँछ हामी खाइदिँदैछ मिठो गाइस आउँछ म तपाईँहरूलाई दामी फुल देखाउँछु ल मेडिकल बिल पैसा गर्न करोडको हो यो फुल चाहिँ पुराको काम गर यो चाहिँ हो लिली यसलाई चाहिँ भन्छ पिङ्क लिली यो चाहिँ करोडको फुल है गाइस ए फेरि तमे राति दुख्ने यो ओह्रालो चाहिँ नहिँड्नलाई नै धेरै उयोहरू भएको छ कहानीहरू सुनेको छौँ अहिले फेसमा पनि सुनेको छौँ धेरै जनाले पनि भनेको छ हिँडेको तर पनि हामी घरै पुगेको छैनौँ आया यो पारिपट्टि देख्दै गरेको चाहिँ यो चाहिँ गिङहरू हो उयो गिन फ्याक्ट्री यहाँ तल छ हत्तु भइसक्यो पुग्दैन घरै गाइस आया ठरै भयो मैले यो जङ्गलबाट कसलाई निन्द्रा लाग्यो मलाई यो जङ्गल भिडमा चाहिँ अब चारपत्ते हामी लकी हेर्छौँ हामी चारपत्ता चारपत्तै छैन रहेछ किराहरू के हो लकी छैन क्या हो अभाग्यहरू हो क्या हो ओ माई गुड हामी पहिला सानोमा चाहिँ हेप्पी खोज्दै यस्तो होइन हामी चारपत्ता चारपत्तै पाएन केटाहरू के हो त्यति बेसी आँखाले देख्छ त केटाहरू त सिरिसै आँखा छ भन्छ त केटाहरूको त खोइ त आँखा त अन्त यतिको चाहिँ खोज्नुपर्छ नि केटाहरू गाइस यतिको चाहिँ अन्त आया हो यता पनि रहेछ एकपल्ट ट्राई गरी हेर्नु न त के छ र चारपत्ते कतै पाइ पो हाल्छ कि चारपत्ते पाएन भयो केटाहरू यति फेस दुःख नगरौँ हौ हट त्यतिका अन्त केटाले जग्गा चेन्ज गर्दैन अब चारपत्ती पाउनुको लागि अब यतिको डेडिकेसन हुनु पऱ्यो नि त उफ गाइस अब पाएन चारपत्ती हामी चाहिँ चारपत्ती पनि घर गइदिएको ल कोसिस गरेको पाएन ठिकै छ हामी 3 पत्तीमै खुसी हो 4 पत्ती पाएन हामी खुसी छौँ 3 पत्तीमै हो भयो भाइ अब 3 पत्तीमै खुसी 45 गीत पेसन माया त गर्छु तिमीलाई किन विश्वास अहिले चाहिँ भने हामी आइपुग्यो बेनिकबोन फ्याक्ट्री अब चाहिँ हामी बेनिकबोन भित्र पस्यो बेनिकबोन फ्याक्ट्री भित्र पस्यो यो चाहिँ हो बेनिकबोन फ्याक्ट्री सानोमा यो फ्याक्ट्रीमा यहाँ मसिन चल्दाखेरि सानो डर लाग्थ्यो पहिले घुनु गर्थ्यो कि आमालाई आमा दोकान जाँदिन घुनु छ घुनु भन्थ्यो नि हामी अन्त पहिला क्या डराउँथ्यो डर लाग्थ्यो है यहाँ अन्त मेसिन चल्दा है घुनु हुन्थ्यो नि अन्त यहाँ पर थियो यहाँ पर पनि थियो घुनु भने सानो डर लाग्थ्यो हामी प्र्याक्टिकल टुर पनि
आउँदा तर यो लोकल चाहिँ बाटो चाहिँ यस्तो रहेछ गाइस अहिले गाडी यही लोकलै हिँड्छ उता पनि हिँड्छ यहाँबाट पनि हिँड्छ उताबाट चाहिँ पहिरोको त्यसले गर्दा मलाई है अहिले चाहिँ फेरि हामी जाँदैछौँ दोकान हँ? फेरि हामी चाहिँ अब यस्तो बाटो जानुपर्छ है गाइस अघिसम्म चाहिँ ठुलो 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 बाटो अब चाहिँ हाम्रो सानो 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 बाटो यसरी हिँड्नुपर्छ हिँड्दै हिँड्दै जानुपर्छ आइया हत्तु हत्तु भयो हत्तु यहाँ चाहिँ छ सब्जी टमाटर प्याच 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 भने आइया लु यो फर्स्ट प्याच आइछ ल जसलाई टिप्नु मन छ होइन गाइस तपाईँको टी गार्डनमा काम गर्नुपर्छ ल जाँदैछौँ हामी सामान बोकेर हिँड्दैछौँ हामी आज चाहिँ हामी फर्स्ट भिडियो अपलोड गर्छौँ आज हाम्रो 23 तारिक अप्रिल 2026 अनि हामी आज चाहिँ किन भ्लग हामी यसो हल्का रमाइलो गर्नु मन पऱ्यो भनेर चाहिँ अब हामीलाई थाहा छैन कि अब यो 10 वर्ष कसरी बित्छ इयर्स कसरी जाँदैछ त्यो तपाईँ मलाई थाहा छ कि समय चाहिँ यति बेसी छिटो 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 जाँदैछ होइन भनेदेखि चाहिँ हाम्रो रिमेम्बर हुनसक्छ अब हामी 10 वर्ष बाद हामी आफ्नो आफ्नो ठाउँमा हुन्छ होला हुनसक्छ हामी यो ठाउँमा हुँदैनौँ कहाँ हुन्छ तर आई होप यो मेमोरिज हामीसँग रहन्छ होइन हामीलाई मलाई कुनै त्यो के अरे खतरा ब्लगर पनि हुनु छैन होइन खतरा उयो गर्नु पनि छैन तर यो चाहिँ हामी जस्ट फर द फन हामी रिमेम्बरको लागि यो भोलिको दिन हामी जब यो भिडियो हेर्छौँ हामी 4 भाइ बिहान जाने भाइ है एल्भिन किसन अनुजा म पछि हामीलाई याद आउँछ यो कुराहरू पलहरू सम्झेर हुनसक्छ हामी पछि के भइसक्छौँ होइन त्यति बेला हामीलाई यो पलहरू सम्झिँदा चाहिँ हामी यो पलहरूलाई हामी मिस गर्छौँ सो त्यसैले मैले चाहिँ यो पलहरूलाई चाहिँ मैले क्याप्चर गरेको अनि यो चाहिँ हामी जाँदैछौँ घर जाने बाटो यस्तै छ रमाइलो छ यो पहिला हामी घरबाट नि आमाले कोही बेला गालीहरू गर्नुहुँदा हामी आएर यो ढुङ्गामा बस्थ्यौँ यो ढुङ्गाबाट त हामी भ्युँदैछ नि त हो म तपाईँलाई देखाउँछु ल त्यहाँबाट कस्तो दामी देख्छ भन्ने कुरा हामी कोही बेला घरबाट समय लिएर होइन कोही बेला आमाले गाली गर्नुहुँदा या त कोही बेला हामी यसो घरबाट भागी आउँथ्यौँ नि त अन्त त्यति बेला चाहिँ हामी यो ठाउँमा बस्थ्यो यो ढुङ्गा ट्याक्कै यहाँबाट कस्तो दामी देख्छ परको स्कुल चाहिँ हामी पढेको स्कुल हो त्यो चाहिँ निर्माया मेमोरियल स्कुल भनिन्छ है अनि यहाँ हाम्रो दोकान मेमीको दोकान है अनि यो तल गाउँ अनि मेरो साथीहरू धेरै थियो यहाँ तलबाट त्यही थियो म त्यो बसेर दफान्दैछ म चाहिँ अलिकति तल ढुङ्गामा बसेर हल्का बात गर्दै पसिना हामी कति हिँड्नुपर्छ अब चाहिँ हामी गइदिएको ल घर गइदिएको ल अन्त यदि हामी चाहिँ काम गर्ने है काम गर्ने यो केटालाई बिहा गर्ने चाहिँ फेरि खतरा भाग्यो भने है देखाइदे ए अन्त सब्जी छान्नु आउँछ है यो केटालाई चाहिँ तर सब्जी छान्नुको लागि चाहिँ साह्रै दोकान यहाँदेखि उता उताबाट उता जान्छ यसले एउटा सब्जी किन्यो गिङमा एउटा सब्जी किन्यो बेनेकुनमा एउटा सब्जी किन्यो माथि लेबुङमा यो चाहिँ इद्री हान्ने मान्छे ओके गाइस सो तपाईँलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला जस्ट फर फन है जस्ट फर द मेमोरिज बिस्तारै आउँछ भिडियोहरू यस्तो यस्तो इट्स जस्ट फर द फन होइन मेमोरिजको लागि हामीले यो भिडियो मेमोरिज क्रिएट गरेको इट्स द र भिडियो हामी अपलोड पनि र नै गर्छौँ किनभने हामी र नै हो होइन के छ भन्नु तँलाई भन्नु छैन एकदमै ओके यो ह्यान्डसम केटाको लागि लाइक गरिदिनु एकदमै लाइक गरिदिनुहोस् सब्सक्राइब हाम्रो मेमोरिजलाई इन्जोय गरिदिनुहोस् सब्सक्राइब
सब्सक्राइब गरिदिनुहोस् ब्रदरको च्यानललाई ओके गाइस बाई बाई गाइस